एभ्रिवान, वेलकम ब्याक टु माई डेली लाइफ भ्लग। आजको दिन कस्तो हुन्छ सँगै हेरौँ है। मेरो दिन चाहिँ कफीसँगै स्टार्ट हुन्छ। कफी पिउँदै कोरियाको यो बिजी सहरलाई हेर्दै बसेँ। कहिलेकाहीँ त यस्तै हुन्छ, सबै भए जस्तो लाग्छ तर भित्र एकदम अलोन फिल हुन्छ। म चाहिँ ज्याउ लाएर मोबाइल हेर्दै बसेँ। त्यसपछि हामी गयौँ खाना खान, अनि यो चाहिँ हाम्रो किचन। खाना खाएर एकछिन रेस्ट गरेर रेडी भएर मार्केटतिर लाग्यौँ। मार्केट जानुभन्दा पहिला ब्याङ्कमा गएर पैसा झिकेर हामी चाहिँ बसको वेटिङमा बस्यौँ। एकछिनमा बस पनि आयो, सो हामी चाहिँ लाग्यौँ मार्केटतिर। कोरियाको यो जर्नी सिम्पल छ तर मिनिङ धेरै छ। स्टेप बाई स्टेप म अगाडि बढ्दैछु। अनि हामी चाहिँ मार्केट पुगेर झऱ्यौँ। हामीलाई चाहिँ मिट मसला चाहिने भएकोले सबभन्दा पहिला एसियन मार्टतिर लाग्यौँ। अनि त्यसपछि मार्ट गएर आफूलाई चाहिने सामान ल्याएर प्याकिङ गरेर ट्याक्सीको वेटिङमा बस्यौँ। हाम्रो यस्तो प्याकिङ यस्तो हिँडाइदिएपछि कोरियामा सबले बुझ्छ हामी कोरियन होइन भनेर। ट्याक्सी पनि आयो अनि हामी बसेर लाग्यौँ रुमतिर। अनि आजको लागि यति नै। यो दिन सकियो तर जर्नी चाहिँ कन्टिन्यू छ। बाई बाई, सी यू इन नेक्स्ट मिनी ब्लग।